हेलो एभ्रिवान, नमस्कार सबैलाई। नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म कम्पनीमा टिकट लिन हिँडेको, धेरै एक्साइटेड छु। यो टिकट आएको छ, घर जानलाई खुसी फुरुक्क छु। त्यसैमा साथीहरूलाई भेट्न जानु पर्यो भनेर पुरानो ठाउँमा निस्किएको। ल है आएँ म रुबी भन्ने ठाउँमा। पुरानो भ्यू हेरिराख्नु होला। टक्क यहाँ घुमेँ यस्तरी। अब अलि सपिङ गर्छ, भाइलाई लिन बोलाएको। यहाँ भाइ चाहिँ यतै बसिरहेको देखेको छैन उसले मलाई। टक्क गएको, भाइले टक्क भाइलाई भेट्यो। अनि अब रुबीमै भाइसँग फोटो खिचिदिएको। भाइ र म गफान्दै ल सपिङ गर्नुपर्छ है भाइ अलिकति भनेर सपिङ गरेर हिँड्यो। सपिङ गरेर पनि भ्याइयो। अब गाडी चढ्यो, फेरि अब जानु पऱ्यो नि यता दाप साइडतिर केटाहरूलाई भेट्नु पऱ्यो भनेर टक्क हिँड्यो। ल हेर्नु, यो 20 महिना कटाएको ठाउँ यही हो। यही हो मेरो कर्मभूमि। 20 महिना कटाएर अहिले नयाँ ठाउँमा गएको। अब यहाँ बसेँ 20 महिना चाहिँ यहीँ कटाइयो। आएर रुममा आइयो। श्याम सरले पुरा चाकु ल्याएर बुढी आमामा ल सर के छ भनेर उठाइ। बिहान पनि साँझ परिसक्यो। ल 3जना भएर टक्कले सपिङ गर्नु साँझलाई पार्टी गर्नु पऱ्यो भनेर अब यहाँ बियर छ, बियर टक्क बियर खानु पऱ्यो भनेर आज चाहिँ साथीभाइ यसो बसौँ भनेर भनेको। साथीहरू टक्क रेडी भइसक्यो खानु, तर कोही आयो कोही आएन चाहिँ। चेस गरियो। ल त नि आउनु नआउनु खानु चाहिँ खाइहाल्नु पऱ्यो भनेर खाइयो। खाँदै पछि दाइहरू आयो। ल नाचौँ त नि भने उहाँ ज्ञान दाइको डान्स त मर छ। त्यही हो, दाइहरू रमाइरहेछ जिन्दगी। परदेश भयो नि अब यस्तै सुताइ यस्तै छ भाइहरूसँग। टक्क पाहुना आएपछि है यस्तै सुत्यो, दिन कट्यो। ल बिहान भयो, बिहान भइसक्यो के गर्नु, जान त पऱ्यो काममा। 2 बजी ड्युटी छ। बिहानै उठेर गाडी कुर्दै बसेँ, झोला सामान बोकेर गाडी। ल फाइनली आइयो मेरो पुरानो बस्ने ठाउँमा पनि आइसक्यो। घाम चर्को छ। ल यति भन्दै भिडियोलाई राखेँ, झोला गरुङ्गो छ।